This is my first vlog. So hey guys and welcome back to my first vlog. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ मैले फर्स्ट भ्लग बनाएको छु। बोल्न अलिकति गाह्रो हुन्छ होला, तर केही छैन, हामी मजाले बोल्ने छौं हैन। त्यही हो, अब सिक्दै पनि छु नि त म, फर्स्ट टाइम हो नि त, अनि त्यही भएर मजाले सिक्दै छु हैन। त्यही हो, तपाईहरुले माया गर्नुपर्ने हुन्छ मिठो हैन। यो भ्लग चाहिँ म आज हाल्छु। अब आजदेखि चाहिँ डेली भ्लग हालिदिन्छु के, भ्युज आओस् नआओस् मतलब भएन क्या। 90 दिन 90 वटा भिडियो क्या भ्लग हुन्छ नि, पुरै खतरा खतरा पारामा लिएर आउने छु। केटा हो, तिमीलाई म के भन्न चाहन्छु भने हैन, लड्कियाबाजी अनि यताउता घुम्ने अनि आवारा बन्ने सब छोड्देऊ के। आफूले भित्रबाट काम गर हैन, त्यसको मजा यस्तो दामी छ नि, त्यसको मजा बवाल छ क्या गाइस। त्यही भएर भन्छु म है केटा हो, लड्कियाबाजी यताउता चाहिँ सब छोडिदिनु पर्ने हुन्छ हैन। फेरि शनिबारको दिन पनि रहेछ के गाइस हैन, अनि छुट्टी अब रमाइलो गर्नुपर्ने हुन्छ हामीले। त्यही हो, शनिबारको दिन बच्चाहरूको सबको छुट्टी हुन्छ हैन। अबदेखि त एक हप्ता बिताएको जस्तो लाग्यो है, होलीदेखि सब बिदा जस्तो लाग्यो। त्यही हो, अनि आमाले त्यहाँ पुरै रोप्नु भइरहेछ क्या, सब आमाले रोप्नु भएको हैन। आमा त एकदम मेहनती हुनुहुन्छ, अहिले पनि माथि कुखुरा हेर्दै हुनुहुन्छ हैन। अघिदेखि के करायो भनेको त मेरो बुढीहरू पो कराइरहेछ यार। बुढीहरू नकराउ एकछिन नकराउ, म यहाँ भ्लग बनाउँदिउ न मलाई यार। बुढीहरू अब यता बुढी। सो गाइस है, अहिले चाहिँ म चिया खाँदैछु मस्तसँग। अरूले रक्सी खान्छ बिहान आफू यहाँ चिया खानु परिरहेछ यार। म जस्तो को हुनुहुन्छ यार, दुईटा गिटार छ हैन, तर एउटै बजाउन आउँदैन क्या। यस्तो मूर्ख भयो नि, कामै छैन यार। यस्तो दुईटा छ क्या फेरि गिटार चाहिँ हैन, तर अब बजाउँदैन कसैले नि। एउटा भाइको एउटा चाहिँ मेरो चाहिँ अब जमानामै किने हो क्या। यहाँभन्दा 6-7 वर्ष अगाडि किने हैन। सिक्नै सिकाएको थिएँ मैले 1-2 वर्ष चाहिँ डरो खतरा खालको हैन। अहिले त अब सबै बिर्सिसक्यो क्या। दुईटै सर्भिसिङ गर्नुपर्ने छ यार। गिटार सबैले हेर्नु भएको भने डक्टरसँग हामीलाई कन्ट्याक्ट गर्नु होला है। कतै यसको हामी यहाँ सुई हान्न जानु लाग्यो। कुकुरले टोक्यो हान्नु तला बाउ, कुकुरले बबाल पारामा टोक्यो अनि आज रहेछ कि यसको सुई हानिदिन्। त्यो त चट्टसँग अब हामी चाहिँ टेकु जानुपर्ने हुन्छ। हामी चाहिँ यहाँ सुई नबस्ने हो नि त, अनि टेकु सामान जानलाई अब अलिकति टाइम लाग्छ। अन्त मेरो भाइ अब ह्यान्डसम छ त यार, के हो अस्ति नै हान्दाखेरि चाहिँ हैन एउटा मिस्टेक भयो कि 3-4वटा हान्दा कि यसले यस्तो हाँस उठायो हैन। सुकाइ चाहिँ अब यसको चाहिँ मासु किन्न पठाउने मामिलाई, किनकि मासु त खानु पऱ्यो, आज शनिबार हो। त्यही भएर पैसा एउटा डक्टरसँग मासु त्यही मासु लिन न, मासु लिन लानु पैसा के गुनाले राको आधी किलो आउँछ, आधी किलो आइहाल्छ नि। पैसा फाला गाइस। सो गाइस अब चाहिँ हामी यहाँ ब्याडमिन्टन खेल्दैछौँ टक्कसँग। लगाइराख मेरो है, भिडाइराख पर्दैन, यतिकै हुन्छ। ल रगाइसिन स्कुटर आयो साइकल, तँलाई खेल्नै आउँदैन क्या राम्रोसँग साइकल। ल त्यही हो, कहिले काहीँ रमाइलो हान्नुपर्छ, हामीले सुई हानेर टक्कसँग। सो गाइस अब चाहिँ हामी यहाँ खाना खानु लाग्यो। तरकारी पनि यहाँ बवाल छ, अनि यहाँ भात पस्किनु भइसक्यो दिदीजीले, अनि यहाँ कुकुर कराइरहेछ त्योसँग आयो। त्यही हो, अनि यहाँ पनि रहेछ मासु हो क्या हो भने त आलु पो रहेछ, आलु साग बवाल। अब चाहिँ खाना खानुपर्ने हुन्छ टक्कसँग होइन, अनि भर्खर सुई हानेर नि त, अनि त्यही भएर अलिकति अब बुझ्नुहोस् न, भोक पनि बवाल लागिसक्यो। 10 बजिसक्यो 10 गाइज। के नाटक गर भ्लग्स सो गाइज है, यहाँ तल चाहिँ पुरै चुनावको माहौल भइरहेछ होइन, गाडी साडी पिच बजाएर छ। अब हामी पनि गएर हान्न पनि हुन्छ होइन। त्यही हो गाइज है, आजको लागि यति नै भन्न चाहन्छु। कमेन्ट डाउन गर्नु होला है, मैले के सुधार्नुपर्छ के सुधार्नु पर्दैन। अनि फर्स्ट टाइम भ्लग पनि हो नि त, त्यही भएर त्यति बोल्न पनि आएन क्या राम्रोसँग। अब त्यो बोल्ने छु मजाले, सिकि पनि रहेको छु, म प्र्याक्टिसहरू गरिरहेको छु यताउता। त्यही हो गाइज, आजको लागि यति नै भन्न चाहन्छु।